त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिस टिडिओ को ल्यान्डलाइन फोनमा आज बिहान 9:40 अज्ञात व्यक्तिले फोन गरे। नमस्कार भने जस्तै मुस्लिम समुदायको सलाम आलेकुम भन्दै पुरुष आवाजमा अज्ञात व्यक्तिले फोनमा भने, तिमीहरूको डोमेस्टिक एयरपोर्ट भवन भित्र 7वटा बम फिट गरेका छौं। 2 घण्टा भित्र ती सबै बम विस्फोट हुनेवाला छ। सक्छौ भने डिस्पोज गरेर देखाऊ। त्यसपछि ती व्यक्तिले झ्याप्प फोन काटे। टिडिओमा आएको पहिलो फोन बारे यहाँका कर्मचारीले माथिल्लो अधिकारीहरूलाई रिपोर्टिङ गर्दा गर्दै 9:55 त्यही नम्बरमा फेरि फोन गरे। त्यसपछि उसले थप चेतावनी पूर्ण भाषामा भने, मेरो यो कुरालाई गम्भीरतापूर्वक लिएनौ भने केही बेरमा एयरपोर्ट भित्र रहेका तिमीहरूका हजारौं मानिसहरू मर्नेछन्। त्यसपछि विमानस्थलमा खटिएका प्रहरी कर्मचारी सबै अलर्ट भए। विमानस्थलका माथिल्लो तहका अधिकृतहरू र प्रहरी अधिकृतहरूमा के गर्ने भन्ने तयारीमा व्यस्त हुँदा यता एयरलाइन्सका कर्मचारीहरू, सुरक्षामा खटिएका प्रहरीहरू सबै नियमित काममै व्यस्त थिए। यात्रुहरू आफ्नो जहाजका लागि बोर्डिङ पास हातमा लिएर बसिरहेका थिए। तर 10:05 एकाएक माइकिङ भयो, कृपया यो भवन भित्र विस्फोटक पदार्थ छ भन्ने सूचना आएको छ, सबैजना छिटो बाहिर गइदिनुहोस्। त्यसपछि यात्रु र कर्मचारीहरूको भागाभाग भयो। 15 मिनेटमा सबैजना बाहिर सडकमा आइपुगे। विमानस्थल भित्रका सुरक्षाकर्मी र नेपाली सेनाको टोली बम सर्च अभियानमा लागि परे। नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहित बम डिस्पोजल टोलीले 1 घण्टा 15 मिनट विमानस्थलको आन्तरिक टर्मिनल भवनको कुना कुना सर्च गर्यो। प्रहरी उच्च अधिकृतदेखि सुरक्षा कर्मीहरूको दौडधुप सानो थिएन। त्यो